हाँ ल 2 वर्ष पछाडि पढे मलाई भेटे फेरि अब कहिले भेट्छु थाहा छैन म सानै देशमा छौ बडेमा ठुलो देश हेर्दा हेर्दा भएन सानै देश हानियो दुबई पनि मन पर्दैन मलाई यहाँ यस्तो जङ्गल मलाई डरलाग्दो चाहिँ हाम्रो बडेमाको घर यहाँ पहिले अर्कै थियो 2 वर्षमा यति धेरै डिफ्रेन्ट भइसकेछ हाम्रो पानी परेर पहिरो आयो अजान्छ भन्ने डर क्या अरू सब ठिक छ नि बडेमा अरू सब ठिक छ नि अरू सबै ठिक छ नि ल ल अब मेरो पनि धेरै छुट्टी छैन चुस्सा सबैतिर पस्दै हिँड्दैछु छैन धेरै छुट्टी नै छैन अब जानुपर्छ बडेमा के गर्ने पैसा बिना जिन्दगी चल्दैन पैसा कमाउनै पर्यो त होइन त पैसा भएपछि त्यस्ता ज्वाइँहरू कति आउँछ त्यति मात्रै हो कस्तो अरे बडेमा ज्वाइँ भए पनि उही यता माथि हो उस्तै छटे फटे भन्न अर्कोसँग लागेको हुन्छ मैले त बडाले कति गरेको छ ठाउँ भेटेको छु यति बेला भएको छ जस हाम्रो बडेमालाई धेरै एक्सपिरियन्स छ है अन्त छैन सही कुरा भन्नुभयो छिटो बे गरेर पनि आखिर बाहिरै जानुपर्छ ढिलो बे गरेर पनि आखिर बाहिरै बस्नुपर्छ अहिले पैसा नभए हुँदैन त्यही त पहिला त त्यही न त्यही घरबुढी भएर बस्ने घर सम्हाल्ने बच्चा बच्ची पाउने त्यही त होइन छोरी मान्छे जाने यो चाहिँ मैले बडेमालाई यसो याद गर्नलाई भिडियो बनाएको है सम्झनाको स्वरूपमा चक्लेटहरू ल्याएको थिएँ सिधे छैन पट्टैमै सिधे मैले त एउटा खान पाइनँ घरमा ल्याएर फ्यालिदिएको कता छ मलाई थाहा छैन बच्चा बच्चीले खाएर उडाएर सक्यो ल ल बडेमा अब मेरो पनि काम अब हिँड्नुपर्छ धरन त्यहाँ